लम्साल हुनुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ मन्त्री सुनिल लम्सालले आफैले गाडी चलाइराख्नु भएको छ भने यो सुरुङ मार्गमा यति बेला उद्घाटन भइरहेको छ। निकै आकर्षक देखिएको यो सुरुङ मार्गमा यति बेला तपाईँलाई हामीले दृश्य देखाइरहेका छौँ। दर्शकबिन हेर्न सक्नुहुन्छ यो नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग आज उद्घाटन हुँदैछ। तपाईँलाई हामीले दृश्य यति बेला भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल आफैले यो सुरुङ मार्गभित्र गाडी चलाएर गइरहेको दृश्य तपाईँ हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ सुनिल लम्साल यो अत्याधुनिक सुरुङ मार्ग नेपालको पूर्वाधारको विकासमा एउटा ऐतिहासिक फड्को मार्ने यो आयोजना हो। तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शकबिन यस्तो भव्य नेपालमा अहिलेसम्म बनेको थिएन। यस्तो आधुनिक यति राम्रो सुरुङ मार्ग तपाईँलाई हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ अत्याधुनिक सुविधाबाट सम्पन्न यो सुरुङ मार्ग भौतिक मन्त्री सुनिल लम्सालले उद्घाटन गर्नुभएको हो। यद्यपि यो सुरुङ मार्ग उद्घाटन हुँदै गर्दा एउटा विषयले भने चर्चा पाएको थियो, त्यो विषय हो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको शिलापत्रमा जो नाम थियो त्यो नाम भने हटाइयो भनेर। यद्यपि हामीले पनि त्यो नाम हटाइएको जस्तै देखेका छौँ, किनभने माननीय मन्त्री सुनिल लम्सालले मात्रै उद्घाटन गरेको त्यहाँ नाम लेखिएको छ। शिलान्यास गर्ने व्यक्तिको नाम भने लेखिएको छैन। यो 2.something किलोमिटर लामो रहेको सुरुङ मार्ग यति बेला भौतिक मन्त्री सुनिल लम्सालले उद्घाटन गर्दै हुनुहुन्छ। अहिले यो सुरुङ मार्गको आपतकालीन प्रशिक्षण पनि भइरहेको दर्शकबिन। आज भने यहाँ पब्लिक गाडीहरू चल्ने छैनन्। यहाँ आपतकालीन सेवाहरू एम्बुलेन्स प्रहरीका गाडीहरूदेखि लिएर अति आवश्यक गाडीहरू पनि आज सञ्चालन हुनेछन् भने प्रशिक्षण समय सकिए पछाडि दस्तुर तिरेर यो सुरुङ मार्गमा पब्लिक गाडीहरू जान सकिनेछ। हेर्न सक्नुहुन्छ यस्ता टर्नेलहरू छन्। दर्शकबिन मन्त्री भौतिक मन्त्री सुनिल लम्सालले आफैले ड्राइभिङ गरेर यो सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। तपाईँलाई हामीले दृश्य देखाइरहेका छौँ। यो सुरुङ मार्गभित्रबाट तपाईँलाई हामीले देखाइरहेका छौँ। यस्तो सुविधा सम्पन्न हामी भने अब यो सुरुङ मार्गको अर्कोपट्टि आइपुगेका छौँ। दर्शकबिन हेर्न सक्नुहुन्छ ओ बाहिरपट्टि आइयो हामीलाई।